जाडोको सिजन थियो। 1950 डिसेम्बर 31मा कोरिया देशमा मेरो माइलो छोराको जन्म भयो। त्यसको लगत्तै केही दिनपछि कोरियाको लडाईँ चर्किएपछि जनवरी 4 को दिनमा त्यहाँबाट फेरि भाग्नु पर्यो। एकदमै चिसो हिउँ थियो। मैले केही दिन मात्र भएको शिशुलाई च्याप्दै त्यहाँबाट म र मेरो परिवार शरण खोज्दै हिँड्नु पर्यो। हामी बुगोकमा भाग्दा यो पाली गाडामा चढेर भागेका थियौं। चिसो समय हिउँ पर्ने भएकोले गाडामा न्यानोसँग बस्न र सुत्न कपडाले बेरेर छेक्यौं। त्यही पनि हामी माथि हिउँ परिरहेको थियो। म भर्खर सुत्केरी भएको अवस्था देखेर मेरो बुबा डाको छोडेर रुनुभयो, किनकि पछि हाम्रो भेट हुने हो कि नहुने हो ठेगानी छैन। बाटोमा जाँदै गर्दा हामीले धेरै लासहरू देख्यौं। कि त तिनीहरूलाई सेनाले मारेको हुनुपर्छ कि त जाडोले। सेतो हिउँमाथि रगतका छिर्काहरू यत्रतत्र छरिएका थिए। त्यो देखेर 4 दिनको बच्चालाई कस्सेर च्याप्न थाले। हिउँदको चिसोले रोक्नै नसकिने गरी मेरो दाँतहरू बजिरहेको थियो। अन्तमा हामी यात्रा गर्दै डोङजीगत भन्ने सानो गाउँमा आइपुग्यौं। म एकछिन सानो चिया पसलमा गएर मेरो बच्चाहरूलाई न्यानो बनाउन चाहन्थे, तर पथ प्रदर्शकले मेरो थुप्रै लालाबाला भएकोले अलमल गर्न मानेनन्। म आमा हुँ, मलाई मेरो बच्चाहरूको धेरै माया लागिरहेको थियो। म घर बाहिर निकै रोए, तर एकजनाले बाटो मुनतिरको घरमा जान दिए। म त्यो घरमा जाउन्जेल एकछिन मेरो नानीहरू हेरिदिन अनुरोध गरी त्यहाँ गएर मैले त्यस घरको ढोका ढकढकाए, तर कुनै जवाफ आएन। हिउँदको त्यस चिसो मौसममा एकछिनको लागि झुल्केको घाम पनि खेतका काङ्लाहरूबाट अस्ताउने लागेको थियो। अब मेरा नानीहरू कठाङ्गिरेर मर्ने भयो भनेर मनमा पीर लाग्दै थियो। ठिक त्यही बेला मेरो छातीमा निदाइरहेको नानी चिच्चाएर रुन थाल्यो। त्यो साधारण रुवाई थिएन, अरू पनि केही कारण हुनुपर्छ जस्तो मलाई लाग्यो। बन्द गरिएको दैलोमा डर मान्दै ढकढकाउँदै गर्दा अचानक त्यो ठुलो आवाजले खुलियो। उमेर निकै पाको देखिने बुढी आमाले भित्रबाट चिच्चाएर हेरिन्। उनी निकै दयाले भरिएकी देखिन्थिन्, किनकि उनले भनिन्, नानी त केही दिनको मात्र देखिन्छ, के तिमी शरणार्थी हो? मेरी बुहारी पनि उसको सानो छोरालाई बोकी शरण खोज्न निस्केकी थिए। मलाई त उही फर्केकी जस्तो लाग्यो। तिनले रुन्चे स्वरमा भित्र आऊ भनिन्। ती आमाले मलाई भने अनुसार उनी हिउँदे जाडोमा बाहेक प्राय जसो कोही पनि शरणार्थीको लागि ढोका खोल्ने गर्दिन थिइन्। उनको मन पनि हिउँदे जाडो जस्तै चिसो थियो, तर तिनलाई यस्तो बेलामा पनि ढोका खोल्न लगाउने को होला? सानो कोठाभित्र गएर मैले ओढनी ओढाएर मेरो नानीलाई न्यानो बनाउन थाले। त्यसपछि नानी रुन छाडेर सुत्यो। बुढी आमाले राति केही खानेकुरा ल्याइन्, तर मैले खान सकिन। मेरो मन चाहिँ बाटोको चिया पसलमा छोडेका 2 नानीहरूतिर मात्र थियो। मैले ती बुढी आमालाई मेरो दुःखको सबै कथा सुनाएपछि उनले भनिन्, अरू नानीहरू पनि ल्याऊ। जाऊ। तुरुन्त म निस्केर चिया पसलतिर कुदे।